हेलो गाइस, हजुरहरू सन्चै हुनुहुन्छ होला। म पनि सन्चै छु। आज चाहिँ हामी 50 हिँडेको। यस्तो बिहान जाडो छ है। अगाडि चाहिँ गाडी छ। अब चाहिँ हामी तल पहिला ठुलीमाना लिन जान्छौँ अनि गाउँका मान्छेलाई टिप्ने अनि लाने। बाटो कस्तो छ कुन्नी। गाडी चाहिँ यतै छ है। सेतु देखिसी काम सलाम नानी। हाम्रो गाउँ चाहिँ यस्तो बिहान कति बज्यो अहिले? बल्ल 6:20 भइछ। यति छिटो हिँड्छौँ हामी। ठुलाको गाडी हो। म पोखरा सखेर जाने। भोलि नि जाने हो फेरि। सन्चै हो नि। हामी चाहिँ तल आइसक्यौँ। गयो पोखरा। ठुली माउलाई गएर कहाँ आउनुहुन्छ नि जाने हो। जाडो त्यति बिहानै गाडी दिनु हो रातैमा के भाँचिएर सामान राखेर गइयो नि उसले धान भ्यू देख्न सक्नुहुन्छ है हजुरहरूले। यस्तै छ है। ठुली मामीहरू कति बेला आउने? आज चाहिँ हिमाल देख्यो होइन है। बिहानै भएर होला मोबाइलको कामै आएर छैन। यस्तै छ केटा हौ। गाउँ त मान्छे नि यस्तै हो। यहाँ आए जस्तो रहेछ। आउनुभयो, अब जानुपर्छ। नानी त हिजो बेलुका आउनुभयो क्या
चोर हामी चाहिँ आर्थ आइसक्यौँ झाडो एकछिन अब फोटो खिच्ने क्रममा हामी चाहिँ यस्तो छ है जङ्गल जङ्गल हामी जाने त उता कता हो कता उता देख्न सक्नुहुन्छ हिमाल ठाउँ चाहिँ यस्तै छ है हिमाली यता अन्नपूर्ण हो कि यो कुनै पनि यहाँ बजारी हामी चाहिँ अहिले आर्थ आइसक्यौँ ठाउँ चाहिँ यस्तै छ है हिमाली यता अन्नपूर्ण हो कि यो कुनै पनि यहाँ बजारी हामी चाहिँ अहिले आर्थ आइसक्यौँ हामी चाहिँ माथि आइपुग्यौँ यस्तो छ है बाटो उकालो ठाडै क्या अब यहाँबाट हिँड्दै हिँड्दै वहाँ जाने हजुर झरेर जानु न दाइ त्यहाँसम्म यस्तो ठाउँमा आइ चाहिँ हामी चाहिँ हाम्रो फौज चाहिँ तान्दैन के अरे तपाईँ झरेर जानु क्या दाइ गर्न हो त बल्ल गरे हुन्छ तपाईँ झर्नु अनि जानु हिट भयो होला क्या यस्तो डाँडो छ हाम्रो गाडी चाहिँ अब एकछिन चिया सिया खानुहुन्छ अनि जानुपर्छ ओहो साथी हो यस्तो जाडा यो फेरि निचे उकालो ठाडै छ यस्तो मम्मीहरू खुट्टा काटिएर हिँड्नै सकियो छैन यहाँबाट गाडी उक्लिने रहन्छ हिँड्न पर्यो धर्म नआएको हिँड्नै पर्छ कस्तो माथि यही त बल्ल बल्ल मान्छे हेर्नु त यता जानु पर्दैन के यता आइन्छ यी हो त उकालो उकालो जताबाट गर्ने एउटै हो क्या पुन्छ यहीँ तल उक्लिन्छ सक्की लाग्छ छैन कताबाट जान्छ माथि नै जाम क्या सबै गयो तल त गाडी जाने बाटो रहेछ
यस्तो छ कि साथी हो। जाँदा त टुप्पै छ है अझै। यो त तल गयो अझै माथि छैन। अब यहाँ 1.5 घन्टा लाग्छ त्यो बाबा बाबा बा सर्वनाश मारे नि भइयो। भ्यू देख्न सक्नुहुन्छ है साथीहरू, यस्ता आइछ हामी। ओहो यस्तो छ है। वहाँ हेर्नु कस्तो छ है, डाँडा पाखा मान्छे यस्तो। वहाँ जाने हामी चाहिँ। अब यहाँ गएर अब फेरि झर्नुपर्छ। यस्तो छ बाटो है। यस्तो टाढा आइछौँ हामी। उता कुसमाथि कुस पनि देखिँदो रहेछ है। त्यहाँ छ कुसमाथि। अरू चाहिँ यहाँ हिमाल देख्नुहुन्छ है। यस्तो छ हिमालको पारा। अब हामी चाहिँ माथि जान्छौँ अनि अब त्यहाँ नि मन्दिर छन् ती। बल्ल यहाँ यो अब त वहाँ सकिन्न जान। आइसक्यौँ है बाटो ताल यो मान्छेहरू सक्नुहुन्छ त्यही ताल चाहिँ डेन्जर ठुलो रहेछ है। के रहेछ यस्तो जति अरे पानी नखस्ने। अब माथि खिच्नु पर्छ है। देख्न सक्नुहुन्छ साथी हो ताल पर्वत कास्की स्याङ्जाको सिमाना रहेको ताल देख्न सक्नुहुन्छ है गाई। डेन्जर थाकियो आज फेरि पोखरासम्मको यात्रा। अब फेरि अर्को भ्लगमा भेटौँला। त्यति बेलासम्म टाटा।